साथीहरू हामी चाहिँ खेला खेल्दै म यत्रो दिन तपाईँहरूलाई भिडियो हाल्नु पाएको थिएन। त्यो किनभने चाहिँ मेरो के अरे त्यही टाउको दुखेको थियो, त्यही भएर म 2 दिन बिमारी भएको थिएँ। आजकल के न्यू प्लेयर तो ऐसे ही होते हैं। साथीहरू टप अप गरेर निकाल्यो भन्नु होइन, मैले फ्रीमा पाएको हो। साथीहरूले नचलाएर के भयो साथीहरूले ट्याग देखायो, म त्यसलाई मारेर 1 इयर सुटको ट्याग दिएको छु साथीहरू। साथीहरू सबै ठिक हुनुहुन्छ होला तपाईँहरू? साथीहरू यति बढी नहाल्नु मर गया साथीहरू। यसले ब्याक गरेर केही फरक परेको छैन हामीलाई चाहिँ यो ब्याक गरेर केही फरक परेको छैन साथीहरू। हामी अझै अर्को भिडियो बनाउन अर्को गेम खेल्न गइरहेका छौँ। त्यसैले तपाईँहरू और एक गेम फीचर कर चुका हूँ मैं। मेरे को ये वीडियो बनाने में हिंदी भी बोलने में आता है, इसलिए मैं हिंदी भी बोल रहा हूँ, नेपाली में भी बोल रहा हूँ। मैं नेपाल से हूँ। आप लोग कहाँ से हो कमेंट में बताना, ओके? क्या रबलान हो ना, रबलान करता है भाई ये तो। भिडियो चाहिँ त्यो ब्याक भइसक्यो त्यसैले साथीहरू यो वालमा बचेको हो। मेरी गिर रहा है। तपाईँहरूलाई बहुत फाइदा हुन्छ भनेपछि तपाईँको त्यो स्किल बढ्छ, अनि पछि अब बन्दालाई मार्न सजिलो हुन्छ। त्यसैले साथीहरू 4 मिनटको भिडियो बनिसक्यो। भैया बंदा तो क्या हुआ? कोई नहीं है, इसका नेट चले या ना चले, गेम को कंटिन्यू रखते हैं ना, इसलिए अब तो नेट चला। अबे
साथीहरूले त्यो मैले नि सब्सक्राइबर त्यही बनाएर